हेलो गाइस, हामी किमा नुडल्स खान गइरहेछौँ गाइस। आज हामी किमा नुडल्स खान जाँदैछौँ। अब आशाको क्रेभिङलाई फुलफिल गर्न मलाई एकदम क्रेभिङ भइरहेको किमा नुडल्स छ गाइस। यो एउटा घर जस्तो रहेछ अनि घरको भित्र चाहिँ घरको भित्र चाहिँ हेलो, मेरो साथीहरू यहाँ भित्र बसिसकेछन्। यस्तो राम्रो रहेछ, नयाँ ठाउँ हो, युनिक। खै यता लुडोहरू खेल्नको लागि रहेछ। यहाँ यस्तो पनि रहेछ गाइस, कस्तो राम्रो, ब्युटिफुल एकदमै राम्रो पेन्टिङ पनि छ। यहाँ राख्नुभयो दाइले, उकाको पोर्ट छ यहाँ। यस्तो छ, मेनुको स्क्यान चाहिँ यसरी रहेछ। अनि यहाँ चाहिँ साथीहरूले मेनुको स्क्यान गरेछन्। अब के खाना आउँछ त यहाँ हेर, मैले यस्तरी गरेर पूजा मेनुमा के छ त हेर मैले। त्यही हो, चारवटा यस्तो छ मेनुमा। के खाने गाइस हामीले? किमा नुडल्स, कन्डक अनि सेफालो छिटो भन्छ। अनि यहाँ चाहिँ यस्तो छ, यसको कति राम्रो उयोहरू छ यहाँ। यस्तो राख्नुभयो दाइले। त्यसपछि यो रुम छ, यस्तो दामी रुम गाइज। यस्तो दामी पेन्टिङहरू राख्नुभएको छ। ओभरअल यस्तो दामी। यो सरलाई एनिमी मनपर्नेलाई यहाँ यस्तो दामी हो। दाइले किमा नुडल्स ल्याइदिनु भयो। कागती आज चाहिँ राम्रोसँग फोटो खिच्नुपर्छ है, हिजो कस्तो किमा नुडल्स, मिठो किमा नुडल्स। तिम्रो भिडियोमा पनि केही धेरै खेल्थेन तिम्रो स्न्यापमा न है। गर्लफ्रेन्ड बाइक अरू पनि संसार हुन्छ, साथीभाइ हुन्छन्। होइन कि तैँले आफ्नो भाइको कुरामा जहिले भाइ गर्नुसँग गएको भन्थ्योस् नि त, त्यही भएर भनेको कि भाइको कुरामा तैँले भन्नु छैन भनेको। त्यही भएर मोटो भएन जाउने के मोटो हुन्छ नि। अब राम्रो हाल्छ है, यसरी एकदम पातलो हुन्छ। यो मोटो आउँछ, यसरी चाहिँ आधा होला नि त। Aspirasi हुन्छ, चक्की हुन्छ।
अस्ति पनि बारी गएको थिएँ सम्पूर्ण खाने अस्मा भनेपछि कसरी बारी चाहिँ मैले बारी राखौँ कति गाह्रो हुन्छ साथीहरूले खान्छ कि भन्दै थिएँ किन बारी पाखेन सोध्नु त्यहाँ बारी भन्नु सोध्नु चाहिँ कम्ती नभएर भनेको यस्तो भएर होइन आफूले अब आउनु चाहिँ भयो कति के अरे 1 महिना जति हुन लाग्यो भन्थ्यो कि मलाई अस्ति आइसक्रिम त मैले बहुत उस खान हुँदा यस्तो बाहिरको मैदाहरू यस्तो कुरा लागि अरे कि अब आइसक्रिम त के मिठाउँछ मैले बहुत खानु होला आइसक्रिम खान नभएर यसो डिजिस नहुनु होला आफूले बारी दिएर के भन्दै थिएँ अस्ति नै उसमा थापा धुनुको लागि थिएँ मडिस हुँदा पनि फेरि थापा धुनु ल्याएर त्यही भएर हाई पास गर्ने खान्छु अनि प्रेजेन्टेसन चाहिँ यस्तो खाएर यस्तो त्यो रोल गर्दा किन हुन्छ क्या आखाउँछु मैले नाम मैले किन किन लाग्नु बदाम तीन बार बहुत सुंदर था हम लोग मैं लाकिन सही था वो चलो यार फिर ओके मैं लाकिन हटो ये भाई मेरा ऐसे पेट दूध है आप थोड़ा करते हो खाना ना पाते पेट बोलता वाला आज तक कुछ करे मतलब नहीं लगता मला आज तक लग खायचं पीछे बेटो ना पानी हमारा पीछे एकदम पुरा मतलब डर लाग्छ मलाई अस्ति नै कस्तो भन्नु मलाई एकदम पुरा मैले खान गए फाइनल एक्जाममा चाहिँ मैले 1 महिना त खाथेन क्या पोरी भयो A few moments later. बिन्सा कस्तो लाग्यो पूजा समीक्षा कस्तो लाग्यो कि भन्नु रक्षा तिमीलाई कस्तो लाग्यो आलु र भुजा कस्तो लाग्यो सेक सेक कस्तो लाग्यो भन छिटो मिठो जबरजस्ती मिठो ल गाइज यहाँको डु भिजिट दिस लोकेसन है हामीले लोकेसन राखिदिन्छौँ एकदम मिठो हो यहाँको खाना प्राइभेट डेट आउन पनि मिल्छ यहाँ